हेलो गाइज वेलकम टु माई च्यानल। आज म जाँदैछु हाम्रो के अरे लौके झरना। अहिले चाहिँ म यो के अरे टोखा स्थित हाम्रो चोर छ नि चोरमा आइपुगेको छु गाइज। अब म हजुरहरूलाई अहिले उता लौके झरना पुग्ने बेलामा हजुरलाई देखाउनेछु। तर झोरसम्म आउँदाखेरि चाहिँ बाटो चाहिँ ठिक देखेको छ, बाटो राम्रै छ। अब हेरौँ लौके पुग्दाखेरि चाहिँ कस्तो बाटोमा आइपुग्दो रहेछ है गाइज। सेउ हामी सैनिक इलाकामा छौँ गाइज। पुरा हुस्सो आएको छ गाइज केही देख्दैन, टोवाला छ। सैनिक इलाका पुरा टोवाला मजाले टोवाला जस्तो लागेको जाडो महिना जस्तो फिल भइरहेको छ। Siamo amici per grupo di Regia Bhana. Adil jur aja. Itu ya. Kalau dia siap. फाइनल्ली गाइज होइन हामी अहिले लौके झरनामा लगभग आइपुगेँ। हामी जुन उताबाट आउँदाखेरि बाटो धेरै राम्रो छ, तर यता आएपछि चाहिँ लगभग 1 किलोमिटर जति चाहिँ हाम्रो बाटो एकदम कच्ची छ गाइज। तर कच्ची भए तापनि धेरै मान्छे बाइकमा आइरहेछ। अब लगभग हामी केही मिनट मात्र अब हामी वाकिङ गर्नेवालामा छौँ होइन। अब हजुरहरूलाई म अब त्यहाँ लौके झरना पुगेर म हजुरलाई झरनाको भिडियो देखाउँछु गाइज। सिउ पार्किङ हेर्नु गाइज, म्याक्सिमम मान्छे आउने रहेछ है। र बाटो चाहिँ सबै यस्तै यस्तै रहेछ। झरनाको सिन चाहिँ उयो हो के अरे 300 मिटर बाँकी है। आउँदै गर्नु होला, सँगसँगै आउनुहोस्। हजुर हामी लौके झरना आइपुग्यो, हेर्नु होला है। लौके झरना आउनै पर्ने ठाउँ है गाइस।